डिजिपिएस हो। सो अहिले चाहिँ हामी यो चाहिँ बेस सेटअप गर्दैछौँ के को लागि त भन्दा हामी त्यहाँ आर्टिके ड्रोन छ, त्यहाँ ड्रोनमा चाहिँ के हुन्छ त भन्दाखेरि ड्रोनमा चाहिँ आफैमा एउटा जिपिएस हुन्छ। अब जिपिएस हुन्छ। अब यो बेस स्टेसनले आफ्नो कन्ट्रोल बेसको समय केमा राखिन्छ त भन्दा कन्ट्रोल पोइन्ट भनेको चाहिँ जुन पोइन्टको चाहिँ कोअर्डिनेट थाहा हुन्छ नि त्यो पोइन्टलाई चाहिँ कन्ट्रोल पोइन्ट भन्छौँ। अहिले चाहिँ हामीसँग कोअर्डिनेट थाहा नभएको कारणले गर्दा एभरेजिङ 2 मिनटको एभरेजिङ गरेर त्यो पोइन्टलाई चाहिँ त्यो पोइन्टको कोअर्डिनेट निकाल्छौँ र यसले रियल टाइममा मेजर गरेको कोअर्डिनेट र त्योले अघिको एभरेजिङ गरेको कोअर्डिनेट बिचको कम्पेयर गरेर यसले इरर निकाल्छ र त्यो इररलाई चाहिँ त्यो ड्रोनमा चाहिँ एकुरेसीको रूपमा चाहिँ ट्रान्सफर गरिदिन्छ। सो उसले चाहिँ के भन्नु त रियल टाइममा नै उसले आफ्नो के गर्ने भयो त भन्दाखेरि एकुरेसी लगाउने भयो क्या त्यो डेटामा। भनेपछि हामीले चाहिँ त्यो सेन्टिमिटर अथवा एमएमकै एकुरेसीमा त चाहिँ हामीले लोकेसन डेटा पाउँछौँ त्यो ड्रोनले खिचेको। अहिले चाहिँ हामी गर्न लागेको आर्टिके भनेको रियल टाइम काइनेमेटिक्स भन्छ। काइनेमेटिक्स भनेको चाहिँ रियल टाइम नै अपडेट हुने भयो क्या कोअर्डिनेट। द्याट्स यही हो हाम्रो